आमाको शरणमा पर्दैछु। हाम्रो चाहिँ यहाँ बिहान बिहान गाइने दाजु आएर गीत गाउन लाउनु भएको छ, सुन्नुहोस् है। स्वर्ग नरक संसारमा दुवै हुन्छ, आदर्श नजान भए घरको सुख हुन्छ। बाङ्ला टेढा जान भए हुन्न रति सुख, जता हेऱ्यो जहानको बाङ्ला टेढो मुख। छिमेकीले राख्दछन् मान, बिउरे मेरा घरैको जहान। छिमेकीले राख्दछन् मान, बिउरे मेरा घरैको। हाम्रो दाइले सारङ्गी लाए जस्तो छ उतातिर। भाउजूको याद आयो क्या? पानी बसे जस्तो हुन्छ, घरतर्फ सम्झँदा मन साह्रै हुन्छ। घर छोडेर विदेशमा जाम छ, दुःखै पर्दा फर्केरै आम छ। भैँसी पाल्नु गोबर फाल्नु मही पाल्नु छैन, खाँदाखेरि मिठो मिठो नभई हुँदैन। मिठो मिठो पकाउ भन्छन् हुँदैन पिठो, बिस्तारामा उता उठै चिया चुरोट मिठो। नखाएर मान्दैन दियाले, पैसा सको चुरोट चियाले। नखाएर मान्दैन दियाले, पैसा सको चुरोट चियाले। विदेशमा बसेको छु तातो पानी खाइ, मसँग घुमेको छु अलगिए आई। जग्गा किन्नु साउ तिर्नु बनाउनु घर, माइजू केही छैन सम्झिसक्नु। हिजो आएको माइजू रुन्छ मन बलि नै धारा, रुनी मनलाई बुझाउनेको छ र। रुन्छ मन बलि नै धारा, रुनी मनलाई बुझाउनेको छ र। सक्यो मैया साहब। ए हस् हुन्छ। हेलो नमस्ते सबैजनालाई, गुड मर्निङ। हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। र भिडियो चाहिँ सारङ्गी बजाउने दाइबाट हुनुभयो। हामी चाहिँ भर्खर उठ्दै थियौँ कोठामा, अनि सारङ्गी बजाउने दाइ आउनुभयो, मिठो गीत सुनाएर बिहान बिहानको सुरुवात गरिदिनु भयो। यता हाम्रो माइजू पनि बिहानै आउनुभयो, आमा त छैनन् के अरे आएर। आमा जानुभयो मुनु घरै हा, त्यो त आम्दैन भाइ यता नि पोखरा कहिले आइन। फेरि मैले बिहानीको भिडियो सुरु गर्दाखेरि चाहिँ हाम्रो यहाँ भाउजूको स्वर्ग जस्तो घरलाई देखाएँ। मेरो माइती बाबु नि आहा, माइजू बाबु ज्वाइँ सबै आहा। बिहान बिहानै हाम्रो गाइने दाजुले धेरै राम्रो मिठो गीत गाएर हाम्रो बिहानीको सुरुवात एकदमै राम्रो गरिदिनु भयो। हाम्रो माइजू नि आउनुभएको छ। हाम्रो दिपेशले बिचरा यहाँ टाइम ल्याप्स गरेको रे, म यहाँ छु यहाँ। यस्तो डर लाग्दो दिन भएछ, सबै गुडुङ 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 कराएर गाउँमा त। हजुर 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 हेर्नु त गाउँ त सबै कुरोले ढ्याप ढाकेर रुन लाग्यो जस्तो भयो माइजू गाउँ त है। तिमी हाँसा गाउँ रोए नि। हेर्नु न सबै सेतै भयो बादल लाएर, यो पानी पनि परिसक्यो। अहिले 8 बजे हो बिहानको, यस्तरी हिउँ पर्ला जस्तै भयो चिसो गाउँमा त। वेदर नि कस्तो नरमाइलो भयो। हाम्रो आमा नि बिहान बिहान गइन्, हामी आउने आमा जाने भयो। हजुर अब हामी चिया खान्छौँ। ऊ बाबाले पैसा दिनुभयो, बेबीले दिनुभयो। दिनुहोस् न, बेबीको नि थियो त पैसा।
होस् बाबु भेरी गुड नगरा साथर आउनु चिया खानु हो बाबुलाई आउनु न आउनु पानी आउँछ क्या का घर गएपछि मुनुलाई पठाइदिनु आउनु अब हामी चिया खान्छौँ हामी चाहिँ मासु पोखालेर पनि ल्याइसक्यौँ हिजो दाइले लिएर आउनुभएको थियो मासु अब यो मासुलाई चाहिँ चट्ट लाएर खानुपर्ने हुन्छ आज चाहिँ यो पकाउने हो यो चाहिँ खास मैले खाँदिनँ यो चाहिँ भुटान हो अब बुढाबुढीले लाएर हामीले चाहिँ यो पकाउन पर्ने हुन्छ है बुढो दाइ पनि तल बाख्राहरू हेर्न जानुभयो बाबा र दाइ आमा चाहिँ पोखरा जानुभयो अब यहाँ आगो फुकेर आगोमा यहाँ उमालेर भुटान बनाउनु पर्छ मेरो बुढोले आगो फुकिदिनु भयो आज चाहिँ बुढीले बनाएको भुटान खाने भन्नुभयो मैले चाहिँ अब कसरी बनाउने होला यति हेर्नु त बुढो म टिप्स दिन्छु तिमी हस् तिमीले टिप्स दियो भने त टिप्स मात्र दिने होइन तिमी साथमा भयो भने त मैले के बनाइदिन्छु नि होइन बुढो यति हेर्नु न त एकचोटि माइ गड कति राम्रो हो नि मेरो बुढो यति हेर्नु त फेरि यति हेर्नु न एकचोटि कति राम्रो देखेछ अब यहाँ बोइल गर्छौँ मासु अनि आगोमा गाउँमा आएपछि चाहिँ फेरि आगोमा नपकायो भने फेरि मिठो पनि हुन्न अनि आगो नपुग्यो भने गाउँमा आएको जस्तो पनि लाग्दैन कि मलाई गाउँघरमा यस्तै हो अनि बाहिर चाहिँ पानी परिरहेछ मेरो बेबी चाहिँ अब के गर्ने होइन अब बाहिर पानी नपरेको भए चाहिँ मेरो पुन्टु खेल्थ्यो है पानी परेछ अनि यहीँ बिस्कुट खाँदै मोबाइल चलाउँदै बस्नु भएको छ मेरो छोरा अहिले त पानी पनि हल्का सुक्न लाग्यो तर हेर्नु त कुहिरो लाएर ओहो नि कुहिरो लाएर हैरान भयो यहाँ चाहिँ ओ माइ गड कस्तो कुहिरो लाग्यो ए पानी चाहिँ अलिअलि बिदा भएछ त्यही पनि सिमसिम पानी त परे ह सबै कुहिरो लाए हो त बिचार हाम्रो बाबा उता बाख्रा चराउन जानुभएको छ राचिन मामाको घर यता हेर्नु त कुहिरोले हामी नि आउने कुहिरो पनि बोकेर कुहिरो पानी बोकेर आएको जस्तै भयो बाबा हाम्रो बाबा बिहान उठेबाट धन्दा गर्न लाउनु भयो अहिलेसम्म पनि ए बाबा अहिले यहाँ के गरेको र बाख्राहरू राखेको ए हाम्रो बाबा त कति राम्रो भएछ अहिले त फ्रेस भएछ नि गाउँमा आएपछि त है है ए ग्यामा बाख्राले त हामीलाई त दिन्छ है बाबा बेसरी बाख्राले त बेसरी दिन्छ हामीलाई यहाँ कति धेरै बाख्रा पो छ हाम्रो यहाँ चाहिँ धेरै छैन माथि छ है बाबा अनि अध्ययहरू पनि देख ए यता पनि रहेछ अस्ति भाउजूले हाल्नु भएको यिनीहरूको त हो नि भिडियो है बाबा यहाँ आँखा कति राम्रो हो त्यसको त ए बाबा चाहिँ बिहानैबाट बाबाको यहाँ यस्तरी आगो बालेर यहाँ कुरो बनाएर बाख्राहरू हेर्दै बस्नुहुन्छ बाबा त बाबा पहिला काठमाडौँमा हुँदा एकचोटि कस्तो हो थियो बाबा है बाबा त अहिले त बाबालाई कसले सक्छ र त्यस्तरी हिँड्नुहुन्छ हजुर अनि उता त कसको भैँसी हो त नि बाबा त्यता उसो उता उता भैँसी कसले राखेको त त्यहाँ ए हाम्रो आजीको घर हो यो चाहिँ आजीहरू चाहिँ पोखरा जानुभयो पोखरा जानुभएको छ भन्दा नि पोखरै बसोबास गर्नुहुन्छ कहिलेकाहीँ चाहिँ आउनुहुन्छ तर मान्छे बसिराखेको जस्तै कस्तो स्याट्ट भइराखेको घर हामी यहाँ धनसारमा पहिला कति सुत्थ्यौँ यहाँ भयो त्यहाँ भयो माथि त अहिले जान्छु बाबा ए ल रोक्नु हो सिन कति राम्रो देखेको हो अहिले त पानी हल्का बिदा भयो सिम पऱ्यो यता यता आँखा पानी चाहिँ यता यता बाबाले चाहिँ मलाई यता बाख्रा भन्दै बाबाले गाइड गर्दै लानुपर्छ
माथि माथि त अहिले जान सकिएन बाबा काउलीहरू बन्दा ए कुखुरा ए कुखुरे कति राम्रो अहिले त हेर्नु यो बादलहरू फाटेर कति राम्रो देखिएको क्लिन देखियो सफा देखियो गाउँ पनि हाम्रो राजिन मामा उहाँ बोल्नुभएको छ तर यहीँ सुनिएछ उहाँ माथि पनि छ बाख्रा आऊ बाख्रा खोर चाहिँ मेन बाख्राहरू चाहिँ त्यहाँ छ खै ए यहाँ पनि भर्खर पाएकोहरू बाबा ए अस्ति भाउजूको भ्लगमा भर्खर पाएको भनेर हालेको त यहाँ रहेछ ए यो केटा हो कि केटी हो बाबा बोका रहेछ यो भेन्टिलेटर होला उता अब आजीहरूकोतिर भएको आइसियु ऊ त्यहाँ माथिको चाहिँ के भन्छ अरे नर्मल बेड नर्मल यो भेन्टिलेटरमा राखेको यिनीहरूलाई बाबाको एउटा भेन्टिलेटर एउटा आइसियु एउटा नर्मल बेड 3टा रहेछ बाख्राहरूको लागि पनि हो माथि चाहिँ सबैजना बस्ने नर्मल वार्ड ए फेरि पानी पर्न सुरु भयो यहाँ चिसो भयो अब म चाहिँ तरकारी बनाउँछु बुढाले जे गर भन्छ म त्यही गरेर आज म भुटान बनाएर खुलाउँछु सबैलाई ओहो यो फुल त जति खिचे नि खिच्न मन लाग्छ यी ओ माई गड यस्तो कतै छ होला त यति राम्रो फुल हुने माई गड क्रेडिट गोज टु शर्मिला गुरुङ हाम्री भ्याउजू हजुर हजार हजार अंडा पार्छ ए लोकल अंडा यसले यसरी यो भर्खर त्यो के भन्छ नि भर्खर पारेको अंडाले अलिअलि तातो अंडाले यसो गर्यो भने फेसको दाग जान्छ भनेर पहिला हामीले कसले भन्नुहुन्थ्यो थाहा छ मेरो म भन्दा माथिको दिदी सृष्टि दिदीले भन्नुहुन्थ्यो त्यही भएर दलेको के यसरी तातो रहेछ बेबी गुड मर्निङ जस्तो भयो बेबीको दाइ बाहिर खेल्नै पाएन बेबी पानी परेर है हजुर यो अन्डा हो नि बेबी भर्खर पारेको मेरो छोरो नि यस्तो अन्डा एकछिन बेबी फुट्छ एकछिन बस्नुहोस् त वाउ तातो छ है छ्यानु अब पानी स्टप भएपछि हामी औषधि टिप्न जाने हस् अनि औषधि टिपेर बाख्रा हेर्न जाने हाच भइहाल्छ नि बाख्रा त त्यहाँ ल है अब म चाहिँ तरकारी बनाउन जान्छु बाई भनिदिनुहोस् न बाई मैले पकाएको तरकारी खानु कस्तो हुन्छ सबै हालिदिने पनिर ल्याउँ दादा पनिर पर्खिन्छ त मेरो बुढोले कति राम्रोसँग यी ताँ बनाउनु भयो मैले चाहिँ तरकारी बनाउन लाग्छु बुढाले सिकाएर होइन सिकाएर तरकारी बनाउँछु उ त भाउजूलाई देखाइदिन्छ ऊ हाम्रो भाउजू नलुक्नु न यो भाउजू त पहिला के हामीले यसरी कुहिरो यसरी भाग्दाखेरि
दुकुरु दुकुरु कुहिरो तेरो घर चोर पस्यो आटो पिटो खाइसक्यो भन्दै यहाँ डिलामा आएर चिच्चाउँथ्यौँ कि पहिला बच्चामा ठ्याक्कै यहाँ आँखा के बादली त्यहीँ छङ्ग भयो थियो बाबा है 1 मिनटकै उसमा फेरि यस्तो भइजाने डर लाग्दो फेरि भन त बेबी दुकुरु दुकुरु कुहिरो तेरो घर चोर पस्यो आटो पिठो खाइसक्यो भने त्यहाँ पछि त के खाइसक्यो मेरो चोरोको डाँट दिनुहोस् अन्त ममा भित्र राख्छु हेर त यहीँबाट भागेको जस्तो भयो है कुहिरो नि विपेश बुढो एकचोटि बाहिर आउनु न हेर्नु न ओ माई गड यहीँ अँधेरो भएको बाबा अघि कति उज्यालो देखेको तपाईँलाई अहिले यहीँ अँधेरो देखियो हेर्नु त त्यो कुहिरो यहीँ छङ्ग भयो यहीँ भागेर हेर्नु त ओहो अहिले त हेर्नु कतै घर पनि हो राजेन मामाको घर पनि ढाकिदियो यता भाजीकै घर त ढाक्ला जस्तो भयो है बेबी ल जाम 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 प जाम बेबी जाम भित्र जाम अब तरकारी पनि पाक्यो साथीहरू सुकुटी पनि सुकायो सुकुटी हाम्रो दाइले हिजो लिएर आइछन् सुकुटी अहिले सुकुटीलाई चट्टा लाएर फ्राई गरेर खानुपर्छ बाहिर त अहिले पनि कस्तो भयो मौसम हेलो साथीहरू अहिले चाहिँ दिनको यस्तो घाम चर्क्यो हो अघि बिहान भोलि पानी पर्यो अहिले चाहिँ एकदमै घाम चर्क्यो हो म चाहिँ हजुर घरबाट माथि आएको यहाँ काफर फरेर रहेछ नि काफर टिप्नको लागि त्यही घाम लाग्ने त्यहीँ शीतल हुने भयो मेरो छोरीले औषधी टिप्ने भनेर औषधीको भाँडा लिएर आएको टिप्ने होइन र तर औषधी बुट त एउटा पनि दिएन हो त्यहाँ हो हाम्रो बाख्राको खोर यहाँ चाहिँ काफर पाउँछ काफर चाहिँ टिप्न पर्यो यो चाहिँ हाम्रो भाउजूको टोपी ल्याएर आएको कि काफल त पाकेकै छैन रहेछ बुढो सेतै नै छ काफल त कुनै कुनै पाकेछ होला कुनै कुनै त सेतै छ यहाँ रहेछ एउटा रातो यो चाहिँ पहिला चढाउनु पर्छ हाम्रो यहाँको थानहरू जे भए पनि यो रातो टिप्नु त बुढो नछन् खानुहोस् ल यति हेर्नुहोस् त यति देखाउनुहोस् त बेबी ग्रीन कलर खाने हो ग्रीन कलर पनि खानुहोस् न खानुहोस् केही पनि राम्रो चाहिँ छैन काफल हेरेर औषधी हेर्न जाऊँ अहिले त चरक्क घाम लागेर है बुढो बिहान चाहिँ पानी परेको थियो अहिले त चरक्क घाम लागेको छ अब यसरी देखाइदिनु पऱ्यो बेबीलाई है मम्माले 1 खायो अब हामी माथि औषधी छ कि जानुपर्छ मे ए हाम्रो जनरल वार्ड आयो बाख्राको बाख्राले यत्रो दिनपछि भेट्न आएको है बाबा हाम्रो चाहिँ नर्मल वार्ड हो के बाख्राको यतातिरै बाख्राको घर छ भित्र जाने है बाख्रा नाचनलाई कुन मन पर्यो बेबी पुन्टे हजुर मलाई के के हो भन्दाखेरि कागी बाबाको घरतिर यत्रो ब्ल्याक कलरको
बाख्रा अँ, कस्तो सानो थियो त्यो लिएर जानु जस्तो भएको थियो। हो हामी हिजो चाहिँ ऊ त्यो बाटो आएको। यहाँ चाहिँ बाटो नि म हजुरहरूलाई देखाउँछु है त। हिजो चाहिँ हामी आएको बाटो चाहिँ पारी यो बाटो चाहिँ हिजो हामी बाइकमा आएको। यो बाटो हुँदै 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 यता हुँदै आरतार हुँदै उहाँ चान्डाहरूको बाटो हुँदै हामी चाहिँ घरमा आयौँ। ओ उहाँ पो पुगिसकेछ मेरो बुढा त। हजुर मेरो छोरा फेरि औसली देख्यो होला नि। औसली देखेर उहाँ सातै जाला यसरी ममा ममा उहाँ हो औसली औसली भनेर ठ्याक्क हुँदो रहेछ नि त औसली। बाटो त फेरि ओ माइ गड। खाना खायो अनि सुत्यो। आमा छोरा सबै दाइ चाहिँ तल जानुभयो। माइ गड बोल्दा बोल्दा बोल्दै नै क्यान्सल गरेर चाहिँ औसली देखाउँछ है साथीहरू म त हजुरहरूलाई। औसली ओ माइ गड औसली मेसन त्यो काँडाले उस गर्छ है बेबी अलग्ग टिप्नुहोस् है। यहाँ कप त भरिन्छ होला है पुरा। छोराले टिप्नुहोस् है म यहाँ रेस्ट गर्छु ल। अनि नि साथीहरू हजुर हुन्छ। अनि साथीहरू हिजो चाहिँ हामी चाहिँ सरप्राइज दिने भनेर आउँदाखेरि चाहिँ आमा र बाबा चाहिँ सरप्राइज हुनुभयो भन त बुढो। दाइ चाहिँ घरमै नरहेछ मासु लिन जानु भइरहेछ। बाख्रातिर मासु लिन जानुभएछ। अनि एकैचोटि दाइसँग त राति भयो सरप्राइज पनि भएन। अलरेडी आमाले फोन गरेर भनिदिनु भएको थियो। आज चाहिँ दाइ चो तल शिवलाईतिर जानुभयो। हेर्नु त कस्तो राम्रो देखेको हो नि उतातिर। ओहो नि यो यसलाई के भन्छ कुहिरोहरू हो क्या हो। अब अहिले यस्तो राम्रो घाम लागेछ नि एकैछिनमा अब यस्तो नराम्रोसँग कालो भइजान्छ। अहिले यस्तो क्लिन देखेछ गाउँहरू। अब म पनि औसली टिप्छु। यता मेरो बुढाले टिप्दै हुनुहुन्छ। ए मेरो छोरा र बुढा ल यहाँ हाल्नुहोस्। मेरो छोरालाई पुग्ने औसली त यहीँ रहेछ। कति ठुल्ठुलो है बुढा। ओ माइ गड अब टिप्छु है। ए यहाँ चाहिँ कोही पनि नआइरहेछ कि। मिठो कुरा राम्रो कुरा अप्ठ्यारोमै हुन्छ भने जसरी औसली नि कति अप्ठ्यारो अप्ठ्यारोमा हुन्छ। बेबी यो उसले नगर्नुहोस् है यो काँडाले कोप्ला है छोरा है राम्रोसँग टिप्नुहोस् है। ल है साथीहरू अब हामी चाहिँ यहाँ भिडियो भन्दा नि औसली हजुरहरूलाई देखाइसक्यो। अब चाहिँ हामी यो औसली टिपिसकेपछि हजुरहरूलाई कति भयो भनेर हामीले भिडियोमा देखाउँछौँ है। हस् भनिदिनु छोरा। ह्याप्पी अर स्याड बेबी? नो ह्याप्पी कि स्याड बेबी? ह्याप्पी। ह्याप्पी। Open my hand. साथीहरू हाम्रो चाहिँ भरि नै लागिसक्यो। अझै यहीँ भरि छलबल छ औसली। मेरो छोराले पनि टिप्न सक्ने ठाउँमा रहेछ कि यहाँ चाहिँ है। हाम्रो फ्यामिलीलाई चाहिँ टन्न पुग्ने औसली चाहिँ यो रुखमा रहेछ। कत्रो ठुल्ठुलो टोप्रो हेर्नु त है। ओइ कति ठुलो टोप्रो। पहिला नि साँच्ची भन्न बिर्सेको पहिला मेरो छोरा अहिले यति ठुलो भइसक्यो। मेरो छोरा पेटमा हुँदा त हामीले बिहानको खाजा जसरी नै हामीले त औसली टिपेर है बुढा वहाँ माथि यहाँबाट वहाँ माथिसम्म टिपेर यति धेरै खाएर पेट टन्न गरेर आउँथ्यो नि। छोरा तिमीलाई चाहिँ मैले औछेली खाएर नै हुर्काए जस्तो भयो पेटमा। हस् बेबी कति धेरै औषधी टिपेर खाँदै बुढा हाम्रो। रेड कलरको औषधीमा त गेराहरू हुन्छ इजा। कति औषधी खाएर जम्माको बेबी तिमीलाई पेटभित्र हुँदा। साथीहरू हामीले चाहिँ यो एउटै रुखबाट चाहिँ यति धेरै औषधी टिप्यौँ। बेबी देखाइदिनुहोस् त। यो पनि भरिन लायो। अब घर गएर यसरी बोल्नुहुन्छ
मेरो बुढोलाई नि एक कस मेरो बुढोको मेहनत अनि मेरो पनि मेहनत मेरो छोराले त औषधि अब हामी घरमा गएर खान्छौँ है लजाम बेबी अब बाबालाई चिया बनाइदिनु पर्यो घरमा कोही पनि छैन बाबा भन्छ छ आमा चाहिँ आफ्नो माइत गयो हैन पोखर सबैजना कता गए हाम्रो फ्यामिली यतै रमायो भने जस्तै बुढो हामी मात्रै यहाँ भयो त अहिले त झन् हामी चाहिँ घरको नै आएको जस्तो भयो त्यो हेर्नु त्यहाँबाट हेर्नु न त्यो झर्न नसकेर त्यहीँ अब हामी घरमा जान्छौँ चिया बनाएर बाबाले दिन्छ हामी नि खाजा खान्छौँ अनि के गर्छौँ कसो गर्छौँ हजुरहरूसँग सेयर गरिहाल्छौँ पोखिसकेन तर स्टोरी जाम बुढा आउनु सकेन मेसन झन् तिमीलाई हामी जुस लिएर भेट्न आउँछौँ है पहिला भेन्टिलेटरको र आइसियूलाई भेट्छौँ अनि बाख्राहरू फलफुल लिएर आउँछौँ हामी बेबी ह्याप्पी भयो नि अब यति बेसी अब औषधि बसेर खाना त्यो त नदिनु त्यो खुट्टाले लाएको हो छोरो ए यो केही नभएको धन्दै मेसन त अहिले हिँड्न सकेछ यहाँ चाहिँ काफरको रुख हो चाहिँ काफर चाहिँ अलिक नपाकेको रहेछ है पाकेछ नपाकेछ भने माथि माथि छ मेसन यो उखु हो कि होइन यो उखु हो कि होइन होइन हिजो बाँसलाई उखु भनेको थियो नि हिजो बिग बाँसलाई त उखु भनेको थियो तिमीले हिजो हामीले माइत आएर सरप्राइज दिए आज चाहिँ सबैजना हामीलाई छोडेर गएर हामीलाई न फुल सरप्राइज दियो है बुक रहेछ बुढो टिमुर कि के को हो कि ब्ल्याक पेपरको तिम्रो वाला आएको छैन त टिमुरको सिल्क टिमुर कि के टिमुर भन्छ है त्यस्तैहरू हो पसिना खाने भयो हामीले औषधीमा धन्दै खुट्टामा कोप्यो क्या यसले खुट्टामा कोप्यो नाना माथि गर्नुहोस् बाबालाई अब चिया बनाइदिन पर्यो भन्दै आएको थियो नि त बाबा त हाम्रो बाबा यस्तो गुड छ के चिया बनाइदिन पर्यो भनेको त बाबाले त अलरेडी चिया बनाएर नि खानुभएको छ यी हेर्नु त बाबा आउँछ नि धेरै ल्याए एउटै रुखबाटै त्यही रुखबाट तपाईँहरूलाई खान मन लागेन ए बाबा त आफै बनाएर खाइसक्नु भएछ ल अब हात खुट्टा धोएर खानुपर्ने हुन्छ खै हजुरको हात देखाउनुहोस् हात खुट्टा धुनु भयो पानी मात्रै हाल्नु भयो क्या ल अब भित्रबाट प्लेट लिएर आउनुहोस् त ल प्लेट लिएर आउनुहोस् त म हालिदिन्छु ल अब यो औषध र खानालाई ठुलो मान्छे रेडी है बेबी यो प्लेट त मैले ल्याएको
हो सबै काम गरे आज मैले हो के काम गरे भन्नुस् त ल औषधि टिप्ने अनि हिँड्न खोज्ने काम ओ औषधि टिप्ने नि ल खानुस् न त ल यहीँबाट खानुस् अब हामी पनि खान्छौँ यो सब भन्दा गुलियो हो मामा खाम बुढो ल बाबा तपाईँलाई प्लेटमा हालिदिन्छु है किन त नि यस्तो मिठो चिज नखाने ए हामी चाहिँ अब डाँडा जान लागेको मेरो साथीभाइहरू धेरै छन् यता हेर सानो यता हेर ए मेरो साथी ऊ अर्को पनि ऊ यति सानै छ बच्चा छ तर यत्रो कति केजीको बेबी यताबाट जम्प गरिदेऊ यो नानी जसरी ल सक्छौ कि मम्माले खोलिदिउँ ल त्यति जम्प गर्नुहोस् त ल यति त गर्नै पर्ने हुन्छ यता चाहिँ हाम्रो भाउजू हेर्न हाम्रो भाउजू लजा यस्तो लजाउने लजाएर काला दाइको बुढी लजाएर हैरान अब हामी बिपिएस होइन बिपिएस कति बाटो हामीलाई पठाएर आएको थियो त्यही घरमै है के लिएको नि त्यहाँ यता देखा त जसलाई कति राम्री हो त नि अनुहार नि देखा न फुल मात्र नदेखा यता म्यासा नि यहाँ उभिउ त आइज ए आउनुहोस् ल ए काले हो त ल हो त्यो छेउमा उभिउ भाइ त पनि यता हेर्न ए काले त्यस्तो गर्छ हो त उभि ल तिनजना यता हेर ल ए मेरो साथीहरू डाँडा जाने साथीहरू यिनीहरू त भइबस्छ म र मेरो छोरा आउने है भाउजू भाउजू मोटाउनु भएर होइन ल हिँड्नुहोस् बेबी डाँडामा त्यही घाम लाउने त्यहीँ उस हुने है कसकी छोरी हो यस्तो राम्रो बेबी त्यो आउँछ नि नटिप्नुहोस् न तर हामी चाहिँ डाँडामा आइसक्यौँ यतै दिदीलाई भेट्यौँ औ हाम्रो आथेको घर अन्त कोही पनि बस्नुहुन्न अब घाम पनि डुब्न लाग्यो यता छ फ्याउरी ए फ्याउरी फ्याउरी हजुर भन्न अब भन्ज्याङ अस्ति नै हामी भन्ज्याङमा गएर रमाइलो गरेको थिएँ नि हो त्यो हो भन्ज्याङ मेरो छोरा त उहाँ हिँडेर गइसके रहेछ कस्तो राम्रो देखेको यो आकाश साह्रै राम्रो देखे रहेछ ल घाँस काट्न आयो क्या हो फेरि ए नसक्ने मान्छे धेरै घाँस काट्नु हुन्न कता रे मेरो बुढा चाहिँ हामी घुमेर उता दिदीको घरतिर गयौँ मेरो बुढा चाहिँ अब भ्यू इन्जोय गरिरहनु भएको छ कता त्यो अस्ति हामी यहाँ आएर कति गेम खेल्यौँ यहीँ हो हामीले मुकबाङ भन्दा नि मोमोहरू ल्याएर यहाँ खाएको ठाउँ पनि यही हो गाउँ आयो भने चाहिँ एकचोटि यो डाँडामा नआइकन चित्तै बुझ्दैन बेबी यता भिडहरू छ यता जाने होइन अब यता मेसन न त घर लान्छु फेरि यता त कति डरलाग्दो भिडहरू छ ओ माई गड फेरि गर त ल छिटो एकचोटि फेरि ओहो नि हजुर अस्ति नै त्यो याद गरेछ कि उहाँ घरमा रमाइलो गर्थ्यो भनेर याद गर्यो यतै मेरो बुढोले भ्यूको
पुरा फाइदा उठाइरहेको छ यहाँ बसेर बुढा आई लभ यु मा मेसन त्यो त भाइ त्यो नलैज यता आइज हाम्रो गाउँ हाम्रो घर त लुक्दो रहेछ है त्यहाँ छ हाम्रो घर अनि अब यहाँ घाम चाहिँ लुक्न थालेछ हाम्रो मनोज सर खोइ आउँदै आउनु भनौँ मनोज सर उहाँ शिवलाईमा थियो शिवलाई जान्छ भने गएको मनोज सर 3 बजे आएर हामी बिबिक्यू गर्ने भनेर भन्नुभएको थियो हाम्रो मनोज सरको के कुरा गर्ने मनोज सर आउनु भएन गाउँहरू हेर्दा हाम्रो मनोज सरले हामीलाई नै उल्टो प्र्याङ्क हानिदियो ल यहाँ पापासँग बस्नुहोस् त मम्माले यहाँबाट फोटो खिचिदिन्छ है ल पापा र छोरा त्यहाँ थियो यता हेर्नुहोस् बेबी गुड भाइ आइज त तैँले यसरी समात्दै त म पनि जान्छु त्यहाँ आइज यसरी समात्दै है केही नगर यत्तिकै समात ल एउटा फोटोको लागि ल है साथीहरू आजलाई अब यति नै होला जस्तो छ भिडियो आजको यी डाँडामा आइयो हजुरहरूलाई हाम्रो माइत सबै देखायौँ उहाँ फुलबारी हो फुलबारी त्यो बाटो हामी पोखराबाट आउँछौँ त्यताबाट हुँदै यता यो रोडहरूबाट हामी हिजो आएको हो अनि यता आर्थर उहाँ च्यान्डरा हो यो च्यान्डराबाट हुँदै हामी चाहिँ सर गरेर यहाँ घर आयो घर अब माइतबाट आज डाँडा उनीहरू कुदिरहेछ ल यहाँ बस्नुहोस् त बेबी हो त्यहाँ बस्नुहोस् त हुन्छ साथीहरू आजलाई यति नै साथीहरू मात्र आउँछ मुखमा है मभन्दा ठुलो नि होला त्यही पनि केही छैन आजलाई यति नै जे जस्तो हुन्छ हजुरहरूले सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद जसरी जानेछु त्यसरी नै मैले देखाउन कोसिस गरेँ है ब्रो अनि यहाँ आएर यसरी गाउँ पनि देखाइदिएँ आजलाई यति नै साथीहरू फेरि अर्को ब्लगमा भेटौँला अनि सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा एकदमै 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 धेरै धेरै धन्यवाद भोलि भेटौँला बाई बाई गरिदिनु बाई बाई